भन्ने त्यस्तो किसिमले भएन। 1 वर्ष जति थोरै भाउ खाएको थियो होइन। अनि पछि चाहिँ एकदम फुच्चे हुनुहुन्थ्यो कि हामीहरू चाहिँ केटीहरू अलि ठुलो ठुलो देखिने होइन, उहाँहरू चाहिँ सानो फुच्चे 10 मा पढ्नुहुन्थ्यो, म 9 मा पढ्थेँ। चाहिँ 100 मा 100 लिएर आउँछ अरे नि त म्याथमा भनेर देखायो कि, अनि मैले चाहिँ आमामा हाइट यति सानो अनि पढाइ चाहिँ कति धेरै धेरै सकेको भनेर। भेट्न नपाए पनि म झ्यालमा आएर बस्ने, उहाँ चाहिँ बाइकमा आएर यताउता हल्लिनुहुन्थ्यो होइन। कहिलेकाहीँ चाहिँ बाबा पनि क्रस हुने कि मेरो बाबा। के भइसक्यो त्यही भएर त्यो पास्ट कुराहरू नहल्दै राम्रो होला। मेरो बाबा चाहिँ एकदमै हिटलर जस्तो हो बच्चैदेखि चाहिँ। बाबाले पनि हेर्नुहुन्छ है? खटपट पर्छ होइन, कहिलेकाहीँ धेरै पर्छ। अब त्यस्तो ठुलो कुरामा त परेको छैन होइन, सानो कुरामा त्यही डान्सकै कुरामा धेरै पर्छ। माग्न जाने दिन म कपाल काट्न गएको सैलुनमा, कपाल बिगारिदियो। अनि त्यसपछि मलाई जेरोमा काट्दियो, जेरोमा पछाडि काट्दियो। अनि मलाई एकदम टेन्सन भयो। अब पहिले माग्न जाने दिनै कपाल यस्तो पुरा ट्यापे पाराको। विदाईमा रोइन रोको देखेर उहाँ पनि मेरो पनि आँसु आयो होइन। अब पढ्दाको हजुर राम्रो एकदमै सिकाउनु, एकदम राम्रोसँग स्टेप बाई स्टेप जानु, लास्टमा डान्स एउटै आउँछ कि त्यही डान्स आउँछ, पटक पटक त्यही आफ्नै पाराको डान्स आउँछ। अब मेरो कन्डिसन चाहिँ कस्तो भन्दा संसारको जुनसुकै चिज सिकाउनु म सिक्छु, डान्स चाहिँ मेरो माइन्डले क्याच नै गर्दैन। पुरा म छुट्यो कि स्टेप छुट्यो कि भनेर मैले हजुर उहाँबाट हुँदैन, पहिला पनि भएको होइन, अब पनि हुँदैन, अब पनि हुँदैन। अस्ति चाहिँ म कता साथी कहाँ जान खोजिरहेको थिएँ, जानै दिइनँ। अब एकदम समस्या। रुन्छु, आफै रुन्छु, उहाँलाई फकाउनु पनि आउँदैन।